मोटु के भयो रे आमालाई? हेर्नु न, आमालाई दम बढेर धेरै गाह्रो भयो अरे। पहिला पनि आमालाई दम बढिरहन्थ्यो, अहिले पनि आमाको दम बढाएर बाले फोन पनि उठाउनुहुन्न। के भयो नौटङ्की? तिमी आमा ठ्याट्टै मरिचिन्थे कि क्या हो? यता भुन्टीको बारेमा हुँदै नभएको कुरा उनका देवर अर्थात् भुन्टीका श्रीमानलाई कुरा लगाएर उचालेका छन्। उता गाउँमा भुन्टीका बुवा आमा पैसा नभएको कारण उपचार गर्न सहरसम्म जाने सकेका छैनन्। जमुनाले भाइलाई फोन गरेर आमालाई धेरै च्यापेको छ, सहर जाने पैसा छैन भनेर भाइलाई सम्झाउँदै भनेका छन् र भाइले आफूसँग भएको केही पैसा पठाइदिन्छु भन्दै उनलाई पैसा झिक्न जानुस् भनेका छन्। यता भुन्टीको मितबुवाले भुन्टीको आमालाई उपचारको लागि भनेर 5,000 खर्च दिएपछि भुन्टीको बुवा अलिकति खुसी भएका छन्, किनकि केही रकम लिएर सहर गएपछि उनको छोराले जसरी पनि उपचार गर्छ भन्ने लागेर उनको अनुहारमा खुसी देखिएको छ। धन्यवाद मिजु, हजुरलाई धेरै धन्यवाद। बुवा, भुन्टीको दाइले पनि केही रकम पठाएपछि उनीहरू बजार जाने तयारी गरेका छन्। म पोको पन्तर पार्छु, भोलि बिहानै आमालाई लिएर जानुपर्छ है। हुन्छ छोरी। यता दुईजनाले बिहे गरेर सँगै जीवन बिताउने भनेर एक भइसकेका पनि छन्। यता भूमिकाले भुन्टी भाउजूले कुटपिट गरेर मार्न लाग्यो भन्दै दाइलाई कुरा लगाएकी पनि छिन्। भुन्टीको बुढाबुढीमा उनीहरूको यही विषयले केही खोटो पनि आएको छ। भुन्टीले आफ्नो कुरा विश्वास नगर्दा उनी दुखी छिन्। नन्दले आफ्नो बोयफ्रेन्डसँग नन्दाको बलात्कार गरेर बर्बाद गरिदेऊ भनेर कुरा लगाएको कुराहरू झुटो हो भन्दै भुन्टीले आफ्नो गुनासो पोखेकी छिन्। तिमीले नै मेरी नन्दलाई बलात्कार गर, मेरी नन्दको समाजमा शिर झुकाइदे, यसले मलाई पहिला धेरै दुःख दिएकी छ, त्यसमा मेरो बदला लिनु छ भनेर तिमीले नै भन्यो त्यो केटा। तँलाई म पैसा दिन्छु भनी भूमिकाको यो हालत गराउन लगाएको तिमीले हो कि नगर। हेर्नु कोही बुढा तपाईँ नै एकजना हुनुहुन्छ। त्यतिकैमा भूमिका त्यही आएर ततर मम गर्दै आफ्नै भाउजूलाई अभद्र व्यवहार गरेकी छिन्। तर अहिले आएर बुझ्दा तैँले नै मेरो यो हालत गरेर किनेछस्, तैँले नै त केटालाई उठाइदिनेछस्। यता भने श्रीमान श्रीमती काम नपाउँदा बुढाबुढीको विवाद परिरहेको छ। भुन्टीलाई चौकी उनको श्रीमानले लाँदै गर्दा भुन्टी सोच्न परेकी छिन्। सोच्दा सोच्दै गेटमा ठोकिँदा उनको श्रीमानले ध्यान दिएर हिँड भन्दै सम्हालेका छन्। भुन्टीलाई उनको भाउजूले आमा बिरामी भएर हस्पिटल ल्याउँदैछ भनेपछि भुन्टी आत्तिएर बुवालाई फोन हान्छिन्। बुवाको फोन नउठेपछि उनी आत्तिँदै जमुना दिदीलाई फोन हान्छिन्। आमासँग कुरा गरिन्, छोरी आत्तिन्छ भनेर आमाले केही भएको छैन चिन्ता नगर भन्दै आमाले सम्झाउँदै छिन्। केही भएको छैन छोरी, केही भएको छैन, अलिअलि दम बढेको हो, तिमी चिन्ता नगर है। जान्ने भएर त आमा बस्यो होला, सुर्ती खायो होला, त्यही भएर तिमीलाई दम बढ्यो आमा। नन्दले आमा मरेछिन् कि क्या हो भनेपछि भुन्टी आगोली भएर सहन नसकेर उनले चट्कन हानेर भुइँमा पछारेकी छिन्। भुन्टीलाई चौकीमा अब अर्को केसमा रिपोर्ट गर्छु भन्दै चौकी लैजान खोजेका छन्।